सम्मानित सभामुख महोदय, यो सबै सन्दर्भमा अनुसन्धान गर्ने निकायहरू सबै नै माननीय गृहमन्त्रीको मातहतमा रहेका छन्। सम्पत्ति शुद्धिकरण समिति होला, सिआइबी होला, अरू धेरै निकायहरू। यस सन्दर्भमा माननीय गृहमन्त्रीजीले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। अहिले हामी धेरै कुरा उहाँलाई आरोपित गर्ने, अहिले सामान्यतया नेताहरूमा पार्टीहरूमा नैतिकताको प्रश्न उठिरहेको, अविश्वास भइरहेको बेला अझ थप कोही नेताप्रति कोही पार्टीप्रति अविश्वास फैलाउन हामीलाई रुचि छैन। तर यति गम्भीर विषय उठिसकेपछि स्वयं गृहमन्त्रीले नै मार्ग प्रशस्त गरिदिनुहोस्, निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुहोस् हामी अनुरोध गर्न चाहन्छौँ। यो अवस्था नबन्दासम्म हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट यो नियमित प्रक्रिया अगाडि बढ्न दिन सक्दैनौँ। हामी यो म जानकारी गराउन चाहन्छु। धन्यवाद।